बिहान राति बजेपछि बिहान अब जाँदाखेरि हामी चिया खान तपाईँ हानिदिन्छ त्यसले त बन्द गर्न खोज्छ त यार बन्द गर्छ गुड मर्निङ फ्रम सोल सिटी अपार्टमेन्ट गाइज होइन साधन त यता मासतिर हो क्या अरे भएको साधन त यता होइन हाम्रो भएको यो अब फेस पाइन्छ आज चाहिँ भाइहरूले डलर साटिसकेको मेरो छ साट्न कतिखेर हुन्छ अरे काम अनिस भाइ कुन ब्याङ्क जाने रे हामी डलर साट्नलाई राष्ट्रिय वाणिज्य ब्याङ्क एयरपोर्ट एयरपोर्ट त्यहाँ गइन्छ अनि भाइलाई सपिङ गरिन्छ एकछिन बेलुका चाहिँ हामीलाई दिदीलाई सिनारीलाई भेट्न जान्छु हो त्यहाँदेखि हामी भतिजहरू सबै आएर अब तर खासै एक्सपेक्टेड भन्दा जाँदा चाहिँ छैन अब चाइना पनि एक्सपेक्टेड होला अब हामी चिया खान जाँदैछौँ ल हामी आयौँ कहाँ आयो त हामी नाइन जावा सङ्खमुल हामी चाहिँ के खान आएको अरे है सिङ्गल सर्ट खान आएको अरे 70% अफमा चाहिँ कफी खान आएको हाम्रो सन्तोष दाइहरू त्यो हुनुहुन्छ कहाँ ए त्यहाँ राखेको अनिस भाइको बाइक हो र होइन यो अनिस भाइको बाइक हो र होइन दाइहरू त जानु भएको छैन दाइसँगै खग्यो रुम त चापी त रुमको चाबी दाइसित ल हामी जाँदैछौँ डलर साट्नलाई जाडो हुन्छ होला यो कलमा पानी परेर चिपिक्क पारेर ल हाम्रो फ्लोर आयो हामी बाइकमा जाँदैछौँ सर्ट काम गरेर आइहाल्यो ए यो त बाहिरबाट मिल्छ त्यसो त मिल्छ बाहिरबाट मिल्छ चापी हुनु पर्यो मिल्छ ल एक्सपल्स गाइज है त्यो त रस्तै हो यसलाई यति यही खोले हुन्छ कि पुरै खोल्नुपर्छ पुरै खोल्नुपर्छ सङ्खबोलको एकदम प्राइम लोकेसनमा छ भाइको रुम चाहिँ ग्राउन्ड फ्लोर फर्स्ट फ्लोर सेकेन्ड फ्लोर डलर साट्न यहाँ राष्ट्रिय बाढी अमेरिकन डलर चाहिए पर ट्याक्क एयरपोर्टको राष्ट्रिय बाढी ब्याङ्कमा अब यहाँ चाहिँ रुलहरू चेन्ज भएर हुन्छ अहिले चाहिँ अनिस भाइले भन्नुहुन्छ वर्षको एकजनाले 2500 डलर मात्रै साट्न पाइन्छ अरे कि 1 इयरमा अनि टुरिस्ट भिजाको भिजा भिजिटिङ भिजाको चाहिँ है अनि लास्ट इयर चाहिँ 2025 डिसेम्बरमा थाइल्यान्डमा त्यतिखेर 500 पनि साट्न मुस्किल भएको यहाँ चाहिँ अलिक हुन त रिजर्भ बढी भएर नि होला ठिक छ यहाँ चाहिँ बन्द गरौँ है एकछिन कति बेर भयो अनिस भाइ हामी यहाँ बसेको यसरी
2-3 घन्टा गयो एउटा हुर्की खोजेको भेट्यो The होइन 1992 surveying and यो देखाइदिनु न किन भन्दाखेरि चाहिँ दिस एभ्री म्याप अफ चाइना इज रङ होइन एन्ड वी वर Mapping टेकिङ law इट for the एकदम People's Republic of के अरे China makes लाइटली लिइरहेको थियौँ क्या होइन अनि हिजो सिङ्गापुरवाला सिङ्गापुर त राम्रो भयो। उत्तिरै भयो एन्ड देन अब आज चङ्गिङको भयो एन्ड देन बेजिङको गरौँ भन्दा बेजिङको स्टे हाम्रो मात्र छ 2 डेजको वी आरन्ट एबल टु डु अ सिङ्गल डे कि होइन हामी यतिसम्म भयो कि हाम्रो होटेल पनि फिक्स गर्नु पाएन कि किनकि एउटा होटेल यता देखायो एउटा होटेल उता देखायो होइन म्याड भइरहेको कि हामी एन्ड वी आर गेटिङ क्रेजी कि यहाँ त हेर्दा हेर्दा कहाँ हो थाहै छैन कम्प्लिटली म्याड बेलुका उता दिदीकोमा जान अनि यहाँ अझै डे फिक्स भएको छैन प्लान हाम्रो गाह्रो छ मकर सङ्क्रान्तिको चाहिँ स्पेसल डिस हाम्रो मनोज दाईले हेलो भनिदिनु मनोज दाई छ भ्लगमा ए मोहन दाई सरी मिस्टेक हो गयो भारी से मिस्टेक हो गयो भेज हो है यो चाहिँ भेज हो है गाइज यसमा मिस्टेक नखानु होला यो चाहिँ के अरे दाई हाम्रो तरुल ओके घर खोज्दै खोज्दै दाई बट छन् किन यहाँ मान्छे अन्ने कुरो Oh my god, namaskar mama. Ashish Kaku is finally here. बाइकमा आएको बाबु हो एकछिन सर्ट लाउनु गर्नु भयो आफ्नो मामा विजयलाई। नमस्कार खै काकुलाई त ढोक गरिदियो के अरे कस्तो नमस्कार खुट्टाबाट गर्नुपर्छ जस्तो हाल्छ। यता हेर पर यता हेर माथि नमस्ते गर तिमीले कुन गाला पिडाइन भन यता राइट कि लेफ्ट कुनमा खाने लेफ भन न हँ? लेफ भनेपछि मोबाइल छ कुन गालामा पिठा खाने भन कान्छा उठ्नु छ कान्छा मात्रै उठ्नु छ कति? काम पाँच। हुँदैछ के काम यसो छोरा मात्रै उठ्नु छ ल तैँले कि तँ आइज के खाने झापड खाने काकुको राइटमा खाने कि लेफ्टमा खाने कि दादा चाहिँ उठ्बस गर्ने गर 7 पल्ट गर्दा गर छिटो 1 गर गर। गर 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 गर्न पर्छ कि काकुले भन्छ छिटो गर उसले गरिसक्यो गर गर भन अझै अगाडि अझै पुरै तल बस 1 2 3 4 5 6 ल नमस्ते गर नमस्ते है हात दिँदैछु ल ल के भन्छ बल्लै